नमस्कार सबैलाई। आज तपाईँहरूको बिचमा मैले फेरि एउटा नयाँ सामान ल्याएको छु। हेर्न सक्नुहुन्छ यो आइफोन 17 मैले ल्याएको छु अनि मैले सेज कलरमा ल्याएको छु। अनि यो चाहिँ आइफोन 17 को नयाँ कलर हो अनि मैले यो खोलिसकेको छु चेक गर्नको लागि। र आज हामी यसको अनबक्सिङ हेर्दैछौँ। फेरि पनि तपाईँहरूको बिचमा म नेपालीमा यसको अनबक्सिङ हामी गर्दैछौँ। अनि खोल्दाखेरि हेर्न सक्नुहुन्छ फोन छ, फोन तल यसको केबल छ, अरू केही पनि छैन जस्तो लाग्छ। अनि फोन र केबल र बटनहरू साइड राख्नेछौँ अनि हामी आइफोनलाई खोल्नेछौँ। सक्नुहुन्छ आइफोनको यस्तो छ, अन गर्दैछौँ। यो खोलियो अनि आइफोनको भित्र तपाईँले आइफोनको खोलभित्र तपाईँले आइफोनको बट्टाभित्र तपाईँले एउटा केबल अनि केबलको बिचमा तपाईँले पिन इजेक्टर पाउनुहुन्छ। त्यसमा तपाईँले थाहा छ आइफोनले तपाईँलाई एडाप्टर चार्जिङ एडाप्टर दिँदैन। अनि यसपालिको जुन तपाईँले यसको बनावट हेर्नुहुन्छ, बनावट लगभग आइफोन 16 जस्तै छ पछाडिबाट। अगाडिबाट चाहिँ अलिकता फरक देख्छ। यसको बेजल चाहिँ एकदमै कम छ अनि यसको भित्र चाहिँ तपाईँले हेर्नुहुन्छ भने यसको भित्र A19 चिप छ, जुन चाहिँ आइफोनको लेटेस्ट चिप छ। अनि प्रो भर्जनमा तपाईँले A19 प्रो चिप पाउनुहुन्छ। आइफोन 17 प्रो र 17 प्रो म्याक्समा A19 प्रो चिप तपाईँले पाउनुहुन्छ। अनि यो क्यामेराको पछाडि हेर्नुहुन्छ भने यसमा दुईटा क्यामेरा छ, जुन चाहिँ 48 मेगापिक्सल 48 मेगापिक्सलको छ। अनि त्यसमा चाहिँ एउटा चाहिँ अल्ट्रा वाइड अनि एउटा चाहिँ मेन क्यामेरा छ। अनि यसको बारेमा स्पेसिफिकेसन तपाईँले यदि हेर्नुहुन्छ भने अरू च्यानलमा पनि दिएको छ, तर पनि हल्का रूपमा हामी हेर्नेछौँ। अनि दुइटै 48 मेगापिक्सलको छ। अनि पहिला चाहिँ अल्ट्रा वाइड 12 मेगापिक्सलको थियो भने अहिले 48 मेगापिक्सलको छ। अनि तपाईँले अगाडिको क्यामेराको बारेमा तपाईँले हेर्नुहुन्छ भने यो चाहिँ 18 मेगापिक्सलको छ भने यो चाहिँ सेन्टर स्टेज क्यामेरा छ। अनि हामी नेपालीमा आइफोन 16 र आइफोन 17 को हामी क्यामेरा कम्पेयर गर्नेछौँ, भिडियो कम्पेयर गर्नेछौँ। अनि यसको फिचरहरू पनि यसमा के छ, के फरक छ, त्यसरी हामी कम्पेयर गरेर तपाईँको बिचमा ल्याउनेछौँ। तर आज हामी आइफोन 17 को हामी अनबक्सिङ गऱ्यौँ, के भित्र छ होइन। अनि हामीलाई खोल्दैछौँ। हामीले अहिले यसलाई सेटिङ गरेका छैनौँ, तर छिटै हामीलाई सेटिङ गरेर तपाईँको बिचमा हामी ल्याउनेछौँ। केही कुरा मात्रै यसमा फरक छ पहिलेको भन्दा, आइफोन 16 भन्दा। एउटा तपाईँको पछाडिको एउटा क्यामेरा अल्ट्रा वाइड क्यामेरा जुन पहिला 12 मेगापिक्सलको थियो अहिले 48 मेगापिक्सलको छ। 12 मेगापिक्सलको सेल्फी क्यामेरा थियो, अहिले 18 मेगापिक्सलको भएको छ। र त्यो पनि सेन्टर स्टेज क्यामेरा भएको छ र यसमा स्क्वायर सेपको चिप लागेको छ। अनि त्यसमा के हुन्छ के हुँदैन हामी त्यसलाई बादमा हेर्नेछौँ। अनि यसमा चिप पहिला A18 चिप थियो भने अहिले A19 चिप लागेको छ। त्यो सबै हामी हेर्नेछौँ। अनि यसको कम्पेरिजन, यसको हामी तुलना चाहिँ हामी आइफोन 16सँग गरेर देखाउनेछौँ नेपालीमा। अनि आजको भिडियो तपाईँलाई कस्तो लाग्यो लाइक सेयर कमेन्ट गरिदिनु होला। अनि यो भिडियोलाई तपाईँले सब्सक्राइब पनि गरिदिनु होला च्यानलमा। हुन्छ, धन्यवाद।